साथीहरू सम्पूर्णलाई यस भिडियोमा हार्दिक स्वागत गर्दछु। म ललित विश्वकर्मा। आज चाहिँ मैले विशेष गरी प्राविधिक प्रहरी जवानको सामान्य ज्ञान खण्डमा विगतमा धेरै सोधिएका र अबको परीक्षामा सोध्न सकिने सामान्य ज्ञान खण्डबाट निकै महत्त्वपूर्ण प्रश्नहरू लिएर उपस्थित भइसकेको छु। ढिला नगरिकन लागौँ आजको विषयवस्तुतर्फ। 1 नम्बरमा रहेको छ नेपालको प्रमाणिक समय कुन हिमाललाई आधार मानि निर्धारण गरिएको छ? उत्तरमा रहेको छ गौरीशङ्कर हिमाल। 2 नम्बरमा रहेको छ नेपालको सबैभन्दा लामो नदी कुन हो? उत्तरमा रहेको छ कर्णाली। 3 नम्बरमा रहेको छ नेपालमा स्थापना भएको राष्ट्रिय निकुञ्ज कुन हो? उत्तरमा रहेको छ चितवन राष्ट्रिय निकुञ्ज। 4 नम्बरमा रहेको छ वर्तमान नेपालको संविधान कहिले जारी भएको हो? उत्तरमा रहेको छ 2072 साल असोज 3 गते। 5 नम्बरमा रहेको छ नेपालमा कतिवटा प्रदेश छन्? उत्तरमा रहेको छ 7वटा। 6 नम्बरमा रहेको छ नेपालको राष्ट्रिय फुल कुन हो? उत्तरमा रहेको छ लालीगुराँस। 7 मा रहेको छ नेपालको राष्ट्रिय पक्षी कुन हो? उत्तरमा रहेको छ डाँफे। 8 नम्बरमा रहेको छ सार्कको मुख्यालय कहाँ छ? उत्तरमा रहेको छ काठमाडौँ। 9 मा रहेको छ संयुक्त राष्ट्रसङ्घको स्थापना कुन वर्ष भयो? उत्तरमा रहेको छ 1945। 10 नम्बरमा रहेको छ नेपालमा गणतन्त्र दिवस कहिले मनाइन्छ? उत्तरमा रहेको छ चैत 15। 11 मा रहेको छ नेपालमा कति जिल्ला छन्? उत्तरमा रहेको छ 77। 12 मा रहेको छ नेपालको राजधानी कुन हो? उत्तरमा रहेको छ काठमाडौँ। 13 नम्बर प्रश्नमा रहेको छ नेपालको राष्ट्रिय जनावर कुन हो? उत्तरमा रहेको छ गाई। 14 नम्बर प्रश्नमा रहेको छ हिमाल पारीका जिल्ला कुन कुन हुन्? उत्तरमा रहेको छ मनाङ मुस्ताङ। 15 नम्बर प्रश्न रहेको छ चेपाङ जातिको मुख्य थलो कुन मानिन्छ? उत्तरमा रहेको छ मकवानपुर। भिडियो अन्त्यसम्म हेरिदिनु भयो त्यसका लागि धेरै धेरै धन्यवाद। यस्तै भिडियोको लागि चाहिँ कमेन्ट बक्समा कमेन्ट गर्नुहोला र यदि हजुरहरू पनि यस्तै अनलाइन क्लासको खोजीमा हुनुहुन्छ भने दिएको नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ। धन्यवाद।